ल है साथी हो आज त डुल्नेसम्म डुलियो टक्क यता मेरो बुढिया भाइ म हामी ग्रुपमा थियौँ तर हाम्रो ग्रुपहरू कता कता गए कता कता गएको ग्रुपहरू यो हेड चाहिँ खासै मेरो लागि होइन यो हेड सन्जुको लागि हो उसले लाएन बा 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 कस्तो बाटो आयो यार ल हेर्नु साथीहरू एकदम छोटो बाटो भनेर आएको कस्तो बाटो आयो हामी त ए मान्छे खासै नहिँदो रहेछ एकदम छोटो बाटो आउने भनेको टक्क तल समुद्रबाट हामी यहाँ आइसक्यौँ कस्तो भइरहेछ थाक्यो ए माथि त पुरा बादल लाग्न थाल्यो यार ओहो ऊ हाम्रो साथीहरू लगभग माथितिर होला हामी चाहिँ आइपुग्यौँ अब लगभग यस्तो जङ्गलमा पनि यहाँ एउटा घर छ क्या कुनै घर छैन यहाँ जम्मा एउटा घर छ यहाँ हेर त म घरको निशानाले ताको हो नि अनि जिन्दगीमा बाटो हिँडेको छैन अनि पहिलोचोटि यो ठाउँ पुरा के हो जमिन त पुरा चर्किया छ त यार भासिन्छ क्या ल फाइनली हामी चाहिँ यो पल्लो डाँडाबाट डाँडा चट्टसँगले यहाँ आइयो है हामी आज हाइकिङ भयो धेरै हाइकिङ हिँड्यो हाइकिङ आज खतरा गरियो यता हेर त खै यो के हो के हो यो कुन ठाउँ हो कस्तो ठाउँ हो यो हेर होइन यता हेर होइन न सिसिनरी खाने बेला होइन हामी चाहिँ यस्तै छ है यो हेड चाहिँ मेरो लागि हुँदै होइन अब तर पनि अब के गर्नु बोक्नु पर्यो इस सन्जुको झोला पनि बोकिदिइरहेछ मेरो आफ्नो झोला पनि छ ल यार फाइनली हामी चाहिँ फाइनली है गाइजहरू जम्मा यहाँ एउटा घर छ ल आइपुग्यो त कान्छा कहाँ पुग्यो पुग्यो त कार पार्क यहाँ तल हो कार पार्क त हुने होइन र हो नि आयो ग्याङबाको त माथि डाँडा त हो नि ल आमा कति छिटो आयो नि यार हामी ल पो झन् 1 घन्टा हिँड्ने बाटो छिटो आयौँ नि हामी यस्तो दामी बाटो आयो यार टक्कै मैले त के गरेर आएको छौ तिमी त यस्तो नबोल है तपाईँ जानु म तपाईँको नबोल सुई हिँड्नुहोस् बोक्नु सक्दैन खालु श्रीमानजी भएछ यस्तो त गर्नै पर्यो यो चाहिँ मेरो फ्युचरको घर है हामी सबैभन्दा हामी छिटो आइपुग्यौँ नि कस्तो मजा होला यिनीहरूले त आनन्द के हल्ला पनि छैन डरै मर्दो जङ्गल कस्तो राम्रो बनाइदिरहेछ तपाईँको भिडियो
बिस्तारै हो त्यो बाङ्गो हुन्छ त बडा त्यसरी त सर्ट पाराले ल बुढा बाङ्गो बुढा भिडियो बाङ्गो हुन्छ नि त हुँदैन के हुँदैन यो किन हेर्ने मान्छे यस्तरी हेर्दा पनि त्यस्तो हामी प्रोफेसनल खालको होइन अरे यहाँ कति राम्रो आउँछ होला फोटो ल अलि फोटो राम्रो यस्तो ठाउँमा त डर लाग्छ बस्नु पनि जङ्गलमा एउटा दुइटा घर छ यसो घर हेर्नु न तर यहाँ मान्छे बस्छ बस्दैन यस्तो लेउ लागेर मान्छे यस्तो छ हामी ठ्याक्क तिनवटा बाटो हिँड्नु पायौँ नि यो भोलि माथिल्लो बाटो हिँड्नु अघि हामी यता अपोजिटबाट आएको ल गाइजहरू आजलाई यति नै कार पार्क तल रहेछ हामी पुगिहाल्यौँ नि